गाइज नमस्ते। हामी चाहिँ आज कपिलवस्तुको बोडगाउँबाट शीतलनगर जाँदैछौँ खैरेनी। अनि अनि यो चाहिँ फर्स्ट ब्लग है। अब यस्तो ब्लग चाहिँ बनाउने बारेमा थाहा भए पनि अहिलेसम्म बनाइएको थिएन। अनि बुटोलदेखि लगभग गोरुसुङ्गे भन्दा अझै परसम्म इमिलियातिरसम्मको बाटो चाहिँ निर्माणाधीन छ। अनि त्यो बाटो पनि हामीहरू अलिअलि खिच्नेछौँ। अब 2-4 दिनको लागि चाहिँ मेरो यो कम्प्युटर मैले अफ गरिसकेँ। अब यो सेटअप हो मेरो खासमा भिडियोको। कहाँ जाने हो? अब हामी शीतलनगर आफ्नो घर जाने अब। ओके। होमवर्क के गर्ने त? होमवर्क आइसी गर्ने। आइसी गर्ने? छुट्टी छ न? कति दिन? आइतबार सोमबार 2082 साल। ल भिडियो लामो हुन्छ, धेरै नबोलौँ है। ओके गाइज। मिना म्याडम भर्खर आउनुभएको छ स्कुलबाट। ल चाहिँ हिँड्यो हामी। हेलमेट लगाउनै पर्यो बाइकमा, मास्क पनि लगाउनु पर्छ, फेरि बाटो बिजोग छ। 4 नम्बरसम्मको लागि चाहिँ म्याडमहरू स्कुटीमा हिँडेको अवस्था। बोडगाउँ आउँदैछ, यो बोडगाउँ चोक हो। अब यहाँबाट अगाडि हुँदै 4 नम्बर हुन्छ। यो चाहिँ ऐतिहासिक बाणगङ्गा नदी, भागीरथी नदीको पुल हो। बहुत लामो छ। यसको उतापट्टिबाट अर्को पुल बनिरहेछ। अनि यो पुलको पनि अहिले त्यहाँ केही मर्मत कार्य भएको भएर त्यहाँ डाइभर्सन छ। अनि म यहाँनिर आउँदा बल्ल थाहा पाएँ भिडियो फर्किने भन्ने विषयमा म एकदम अन्यलमा। भिडियो बनाउने सुरुमा जुत्ता लाउन बिर्सेपछि म चाहिँ फेरि घर आएर जुत्ता लाएर हामी चाहिँ जाँदैछौँ। अब चाहिँ हामी 4 नम्बरबाट मात्रै खिच्छौँ। हामी सब हेलमेट लगाएका मान्छे हौँ। सुदेन हेलो। 4 नम्बर चोक आइपुग्यौँ। हेर्नु 4 नम्बर चोकमा यस्तो धमाधस काम भइरहेको छ। पहिला हामी 4 नम्बरबाट अघि लाग्यौँ। हामी शीतलनगर हेर्न थाल्यौँ। बाटोको अवस्था देखाउँदै जान्छौँ। रमाइलो छ। आशावादी छौँ हामी चाहिँ। अब ठुलो त भइहाल्छ, विकास गर्दा केही विकास त हुन्छ नै, तर चाको जस्तो होला जस्तो छैन। हामी चाहिँ कपिलवस्तुको सीमा अब यहाँबाट समाप्त हुन्छ। यहाँ जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, इलाका प्रहरी कार्यालय पिपराको बोर्ड छ। अब चाहिँ हामी यो पुल तरेपछि उता चाहिँ जिल्ला ट्राफिक कार्यालय प्रहरी कार्यालय रूपन्देही सीमा प्रारम्भ। हामी रूपन्देही प्रवेश गऱ्यौँ। अब चाहिँ हामी चाहिँ सालजण्डी आउन थाल्यौँ। त्यो चाहिँ सालजण्डी हो, नजिकै छ। हामी चाहिँ सालजण्डी बजारमा छौँ। यो ठ्याक्कै बजार हो सालजण्डीको। खासै काम चाहिँ भक्काभक भइरहेछ यसरी। यो सबै बाटोकै लागि भइरहेको काम हो। उचित गैरे टायर्स एन्ड ओइल डिस्ट्रिब्युटर हो। यो धेरै ठाउँमा छ, बुटोलमा छ, उता सुनवलतिर पनि छ। अब धेरै नेपालको धेरै ठाउँमा यो भइसकेको छ काम चाहिँ। बाटोमा चाहिँ हिलो यस्तो हिलो छ। त होइन यो। अब यहाँबाट भित्र यता लौसा भन्ने के भन्ने ठाउँतिर गजेडी ताली भित्रबाट जान्छ होइन। दानापुर ताल पनि भन्दा रहेछन्। हामी अहिले यस्तो नै गएर आयौँ। यहाँ चाहिँ यो गिटी बालुवाको ढुङ्गाको बिस्कट भन्छ कि के भन्छ। यहाँ चाहिँ संशोधन पनि हुँदैन। प्रसर यही राखेर यही संशोधन गरेर खास गरी रूपन्देहीतिर जस्तो कपिलवस्तुतिर भिडभाड छैन। उता 4 नम्बरबाट उता लागेपछि त खासै धेरै भिड हुँदैन। यता त साह्रै भिडभाड, अति धेरै भिड हुने ठाउँ हो। अनि यो रामापुरमा यहाँ चाहिँ बर्खाको समयमा पुरै यो डुबान हुने खोला जस्तै बन्ने ठाउँ पनि यही हो। शहीद नारायण प्रसाद पोखरेल क्याम्पस रामापुरमा आयो। उहाँले यहीँ वाचन गर्ने क्रममा तथा वाचनकै क्रममा उहाँलाई गोली हानेर मारिएको तत्कालीन माओवादीलाई यसको चाहिँ दोष गएको छ। अनि त्यो क्याम्पसमा चाहिँ यही वाचन भइरहेको थियो, यही क्याम्पस बनाउनुको लागि। अनि त्यही बेलामा कुनै मान्छे आएर उहाँलाई चाहिँ गोली हानेर मार्यो। अब ब्यासमा बसेको पण्डितलाई चाहिँ मार्न हुँदैन भन्ने एउटा चाहिँ अर्थशास्त्रीय दृष्टिकोण पनि छ। तर त्यो चाहिँ एकदमै गलत भएको हो। उहाँ चाहिँ तत्कालीन विश्व हिन्दू महासङ्घको अध्यक्ष पनि हुनुहुन्थ्यो सायद है। नेपालको धर्मको प्रचार गर्ने, प्रवचन गर्दै हिँड्ने मान्छे। अब हामी त्यो ठाउँ क्रस गरेर अगाडि जाँदैछौँ। हामी चाहिँ मुर्गिया आउन थाल्यौँ, आयौँ। त्यो चाहिँ मुर्गियाको बजार हो। अनि यहाँ बरु त्यति विधि भत्काउने गर्ने काम भएको छैन। हामी मुर्गियाबाट अगाडि लाग्यौँ। अब यस्तो छ, यो फर्स्ट भ्लग पनि भयो। फेरि हामी आज ढिलो पनि हिँडिरहेछौँ कि। अनि अब लाइट जान पनि थाल्यो। अब हामी बुटोल अनि त्यहाँबाट भलुई हुँदै शीतलनगरसम्मकै छोटो छोटो ठाउँहरू खिच्दै जान्छौँ। यसरी औपचारिक तरिकाले अगाडि आएर बोल्न चाहिँ सायद सम्भव हुँदैन किनकि लाइट जान थालिसक्यो। मिलेसम्म त हामी बोल्छौँ। अहिले कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा आइपुग्यौँ। अब यहाँ चाहिँ धेरै खालका ट्रेनिङहरू हुन्छ। दक्ष जनशक्ति, प्राविधिक जनशक्ति उत्पादन भइरहेको छ। यहाँबाट
प्राविधिक रूपमा यहाँ पढेर पनि कोरिया जाने नेपालीहरू थुप्रै हुनुहुन्छ। हामी यहाँबाट अगाडि अब चाहिँ लगभग तामनगर आयौँ। यो पनि तामनगर नै भन्छ, तामनगर आउनै थाल्यो। यस्तो प्रदूषित भयो कि हाम्रो सहरहरू। अब एक त यो यस्ता बाटाघाटा निर्माणले पनि बिजोग छ, अर्कोतर्फ अब धुवाँ धुलो पुराना गाडीहरू यावत तरिकाले साह्रै फोहोर के निसासिने वातावरण भइसक्यो। बुटवल सहर हेर्नु, यही हो हाम्रो बटौली, खसेउली, बुटवल जे भने पनि हाम्रा हजुरबाहरू नुन लिन आउने ठाउँ। अब चाहिँ हामी बुटवल प्रवेश गर्नै लाग्यो। यो चाहिँ पारी बुटवल भन्छ। मैना बगर क्रस गऱ्यौँ अनि यहाँनिर यो मस्जिदहरू छ के, यो मस्जिदहरू। अनि यतापट्टि फेरि मन्दिर छ, मन्दिर यही मस्जिद छ, यही मन्दिर छ। यो हामी सहिष्णु नेपालीहरू हौँ होइन। बुटवलमा मुस्लिम दाजुभाइ दिदीबहिनीको पनि राम्रो उपस्थिति छ। यहाँ मस्जिद छ, यहाँ मस्जिदको अजान र यता मन्दिरको घन्टी सँगै सुनिने ठाउँ हो यो। तिनाउ पारी छौँ हामी। यो तिनाउ खोलाको पुलमाथि अब हामी जाँदैछौँ। अब खोला चाहिँ सुके पनि, पानी नभए पनि खोला चाहिँ छ, तर बर्खामा चाहिँ यसले आफ्नो रौद्र रूप देखाउँछ। ल यो बुटवलको भ्यू। हामी उज्यालैमा आइयो बुटवल प्रादेशिक अस्पताल अहिलेको। त्यसको पुराना भवनहरू भत्काएर त्यही ठाउँमा अन्डरग्राउन्डसहित, अन्डरग्राउन्डमा पार्किङसहित हालै 1200 शैय्याको अस्पताल बन्दैछ। यो छ स्थिति। यो प्रादेशिक अस्पताल चाहिँ भयङ्कर भव्य यस क्षेत्रको स्वास्थ्य उपचारका लागि यसले ठुलो अर्थ राख्छ। हामी अब मिलन चोक आउँदैछौँ। सर र यताउति भ्यूहरू हेर्दाखेरि यो चाहिँ बुटवल अब स्ट्यान्डर्ड खसिन्छ, तर गाईहरू यसरी छोडिन्छ बुटवलमा। यो चाहिँ क्रूरताको दृश्य हो। गाईहरू एक हिसाबले हाम्रो राष्ट्रिय जनावर होइन। यिनीहरूलाई संरक्षण गर्नुपर्ने ठाउँ ठाउँमा पालिकाहरूले, विभिन्न आश्रमहरूले यिनीहरूलाई पाल्ने क्यार्ने नि गरेको छ। गर्दा गर्दै पनि मान्छेले चाहिँ बाटोमा ल्याएर छोडिदिन्छन्। ल हामी चाहिँ राजमार्ग चौडा आइपुग्यौँ। अब हामी यताबाट उता जाने भैरवा, यता चाहिँ हामी पूर्वतर्फ हामी शीतलनगर जानु छ। यहाँबाट शीतलनगर चाहिँ त्यही 13-14 किलोमिटर हो। यहाँबाट चाहिँ हामी अगाडि बढ्छौँ। अझै पनि स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने हाम्रो संविधानले होइन स्वच्छ वातावरणको हक भनेको छ नि, त्यो हक नै हामीले प्राप्त गर्न सकिया छैन कि। यो निर्माणका कुरा, अन्य कुरा होइन, गाडीहरू पुराना यावत कारणले गर्दा। यहाँ चाहिँ तालिम केन्द्र, यो लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र हो बुटवलको। हायत प्यालेसको चाहिँ यहाँ शाखा उद्घाटन भएको धेरै भएको छैन, अरबौँ लगानीमा बनेको होटेल हो। अनि यसको यतापट्टि अब हाम्रो सरकारले गरेको चाहिँ ठुलो महत्त्वपूर्ण काम भन्ने त होला। यसलाई तात्विक रूपमा यो बजेट यति खनाइएको छ यहाँ, यसलाई चाहिँ शिक्षा स्वास्थ्यतिरै खनाएको भए अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यसको चाहिँ त्यो खर्च हेर्दा लाग्छ नि हामीले यो खर्च चाहिँ गरेर यत्रो चिज बनाइहाल्नुपर्ने बेला भएको छैन के। अरू नै छन् बाटाघाटाका तुइनका कुरा समाधान गरेर पुल बनाउने कुरा यावत कुरै छन् कि। यो नबनाएको भए नि हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। यो चाहिँ जीबीसी गौतम बुद्ध हार्ट हस्पिटल हो यो चाहिँ। तर यसको व्यवस्थापनको बारेमा एकदमै बिजोग छ, किनकि यहाँ बिरामीहरू आउँछन्, उनीहरू चाहिँ बस्ने ठाउँ पनि छैन। बाहिर त्यो एकदम गर्मीमा बाहिर बस्ने हो बिचरा। यस्तो ठाउँमा चाहिँ यसरी हस्पिटल सञ्चालन, किनकि मुटु रोगको अस्पताल हो, यहाँ धेरै मान्छेहरू आउँछन् के। तर मान्छेहरू बिचरा बिरामी कुर्न आएका मान्छे पनि एकजना मान्छे अब बेडको नजिकै बस्न मिल्यो, अरू सबै बाहिरै अलि फराकिलो ठाउँमा होइन। अलि यो सम्बन्धन दिँदा पनि ठाउँहरू पनि हेरेर दिनुपर्छ जस्तो लाग्छ कि। यहाँ उपचार गर्न आएका मान्छेहरूले बस्न नपाइएका कुरा, दुःख गाह्रो भएका कुराको चर्चा गर्छन्। अनि अब बाटो हेर्नुहोस्, बुटवलबाट पूर्व लागिसकेपछि 2075 सालमा शिलान्यास भएर सुरु भएको बाटो हामी 81-82तिर आइसकेपछि यतिको बाटो बन्यो। अझै बिचको कामहरू, साइडको काम त बाँकी छ। यो चाहिँ नानघाटसम्मै लगभग अब बाटोको अवस्था यसरी हिँड्न मिल्छ, कहीँ छोडेर, नत्र अन्त चाहिँ बनिसक्यो। अनि दाउन्नेमा अलिक गाह्रो छ। अब सिरी नम्बर 22 बाहिरी अड्डा सैनिकको बेस क्याम्प भएको भएर पनि यो ठाउँको नाम बेस क्याम्प राखिएको हो भन्छन् है। अब हामी यहाँबाट अलि अगाडि गएपछि हामी चाहिँ बुटवल औद्योगिक क्षेत्र देखाउँछौँ। यो चाहिँ रिपु मर्दिनी सैनिक पेट्रोलियम हो। यो चाहिँ सैनिकले नै व्यवस्थापन गरेर एकदमै बुटवलमा भिडभाड हुन्छ यहाँ चाहिँ, किनकि यहाँ अलिक क्वालिटीको तेल पाइन्छ, नमिसाको तेल पाइन्छ भन्ने छ क्या। नेपालमा जे पनि किसाउँछ विकास संस्थान। अनि योभन्दा अगाडि चाहिँ यो सबै औद्योगिक क्षेत्रकै ठाउँ हो। अलि अगाडि धागो कारखाना हो। अब यहाँभित्र अहिले चाहिँ केही मात्रामा यो पोलहरू बनाउने अनि हेम पाइपहरू बनाउने यावत खालका उद्योगहरू अहिले नै सञ्चालित छन्। तर तत्कालीन धागो कारखाना जसमा चाहिँ धेरै मान्छेहरू यस क्षेत्रका काम गर्थे, त्यो धागो कारखाना लगायत त अब खास गरी काङ्ग्रेस एमाले सत्तामा हुँदै बेचेर खाए। औद्योगिक
क्षेत्र चाहिँ क्रस गरेर अब हामी अगाडि गयौँ। अब यहाँ प्रहरीको चेकिङ हुने ठाउँ पनि छ, हामी भिडियो बन्द गर्छौँ है। यहाँबाट चाहिँ हामी देवदह नगरपालिका सुरु हुन्छ, बुटोल सकियो, अनि यो यता चाहिँ चरङ्गे जाने बाटो हो। पहिला चरङ्गेलाई अलिक विकट भन्थे, अहिले त चरङ्गे एकदमै राम्रो भएको छ, पर्यटकीय ठाउँ पनि हो होइन। त्यहाँ चाहिँ होटल रेस्टुरेन्टहरू पनि छन्। यो चाहिँ बाटो अब अझै पनि बन्दैछ, तर यो बिचबिचमा कामहरू छ, बाँकी साइडमा पनि कामहरू छ, तर बाटो चाहिँ दामी भयो कि अब मजाले कुदाएर 80, 85, 90, 95 कति तपाईँको बाइक कुद्छ होइन। वान वे भएको नाताले गर्दा उताबाट गाडी आउला, यो होला ऊ होला भन्नु पर्दैन। अझै कहीँ चाहिँ अलिकति यो जम छ पुलहरूमा, ढ्याकढ्याक हुन्छ, तर नत्र चाहिँ मजाले कुदाएर अब हामी लाइट पनि बाल्यौँ, न हिँड्न सक्छौँ। यो चाहिँ कामधेनु गौशाला हो, यो आश्रम जस्तो पनि हो। यहाँ चाहिँ गुरुकुल छ। यहाँ चाहिँ हाम्रो स्वामी सोमराजी महाराज हुनुहुन्छ। यहाँ गौपालन पनि छ, गौपालन नै भनिन्छ यसलाई। हामी चाहिँ भल्लुई क्रस गऱ्यौँ। यो चाहिँ भल्लुई हो। ऊ त्यहाँ चाहिँ देवदह मेडिकल कलेज छ भल्लुईको। अब यो पनि पहिला स्थापनामा त त्यति राम्रो थिएन, अहिले चाहिँ एकदमै राम्रो छ। यहाँ पनि धेरै राम्रो उपचार हुन्छ। अँधेरो भइसकेको छ। अब शीतलनगर आउन 1 मिनट बाँकी, बढीमा 1-2 मिनट। यहाँको पनि बाटो बनिसकेको छ। यहाँ पनि भद्रगोल थियो, एक साइडको बनेछ, एक साइड बन्दै रहेछ। हेलो गाइस, हामी शीतलनगर पुग्न थाल्यौँ। राति भयो, राति भइसक्यो। लाग्ने ठाउँ क्रस गऱ्यौँ। अब यहाँ चाहिँ कोसेली भवन हो। अनि यहाँ हुँदै अब हामी फाइनल्ली शीतलनगर आइपुग्यो। चाहिँ दुर्गा मन्दिर हो, एकदम राम्रो। हाम्रो घर चाहिँ त्यहीँबाट ठ्याक्कै पारी पर्छ। यो चाहिँ शीतलनगरको गेट हो। यो भवानीपुरतिर प्रवेश गर्ने द्वार। यो शीतलनगरबाट भवानीपुरतिर जाने बाटो हो, यो प्रवेशद्वार। अनि यो पारी चाहिँ दुर्गा मन्दिर, भजन कीर्तन भइरहेको छ। ल हामी चाहिँ घर आइपुग्यो। एकदम धुलोमुलो भएर मैले पछाडिबाट खिचेको छु, अँधेरो भएर एकदम फुल धुलोमुलो। अब चाहिँ फाइनल्ली घर आइपुग्यो। लगभग दुःख त बहुत दुःख पाइयो धुलोमुलो भएर, तर पनि आइयो। हेलो अहिले गरे नि हुन्थ्यो क्या, आमा चाहिँ तलै हुनुहुँदैछ, गर्ने कुरा भयो। गर्दै रहने हुन्थ्यो ल। चाहिँ माथि गरेर निर्णय गरेँ। यस्तै छ गाइज। सी यू, हेभ अ नाइस टाइम। यो पहिलो भिडियो भ्लग भएको भएर एकदम त्यति गतिलो आवाज पनि छैन होला। के हुन्छ कचाककुचुक पारेर हाल्छु म नेक्स्ट टाइमबाट, यदि हालेँ भने है। हेभ अ नाइस टाइम।